हेलो हाई एन्ड नमस्ते। हामी चाहिँ आज दुबईको ड्रोन सो हेर्न आएको छौँ पाम जुमेरामा। सोभा रियालिटीबाट ट्राम चढेर 2 नम्बरको बिचमा हामी आएर रोकेको छौँ। सो हामीसँग टन्नै साथीहरू छन् आज, जसमध्ये एउटा प्रदीप तामाङ चाहिँ ऊ रहेको छ। अरू साथीहरू पनि अगाडिपट्टि एक्सप्लोर गर्दैछन्। अगाडि के छ कसो छ भनेर हामी 2 स्टेपमा हामी छौँ। सो विल सी वाट वी क्यान सी हियर। ल हेर्नु त अरू कसो। अब आफ्नै भ्लग भएपछि अलिकति आफ्नो भिडियो आउनु त स्वाभाविक नै हो। सो हामी तपाईँलाई पछाडिको ब्युटिफुल प्लेसेसहरू देखाउँदै म पनि आफ्नो वाक जारी राखेको छु। सो हेर्न सक्नुहुन्छ, तर मान्छे भने ओभर आएको छन्, ओभर क्राउड छ। लाग्दैन त्यति धेरै मान्छे आउँछन् भनेर, बट द क्राउड इज टु मच। यहाँ पनि एउटा नेपाली सिग्नेचर पोज नै भनौँ, एउटा त्यो बसेर फोटो खिच्ने जहाँबाट नै त्यो पोज दिएको छु। ओके, आज हामी पाम जुमेरा 2मा छौँ। यो चाहिँ मेट्रो सोभा रियालिटी पछाडिको हामी अर्को मेट्रो चढ्नुपर्छ, जुमेरा बिच 2मा हिँड्नुपर्छ। सो यो चाहिँ एउटा दामी प्लेस रहेछ। आज यहाँ चाहिँ ड्रोन सुट पनि रहेछ। मलाई चाहिँ एकदमै मन परेको बिल्डिङ चाहिँ त्यो हो, पाल्ने बिल्डिङ छ। जस जुन चाहिँ एउटा हलिउडमा हामी देख्छौँ नि, हलिउडमा टक्क लाएर के भन्छ प्लेनहरू स्पेसक्राफ्टहरू टक्क छ। छिटो जुन एक्सन फिल्महरू जुन छ, वान अफ द बेस्ट लाग्यो मलाई। सँगसँगै आई क्याचिङ सिन्सहरू मलाई त बवाल। आजको क्वालिटी टाइम हामी स्पेन्ड गर्दैछौँ यहाँ चाहिँ, जो हाम्रो साथीहरू छ यहाँ। एज यु क्यान सी, हेर्नुहोस् त मजाले गाडीमा चढेर पनि तपाईँ मजाले घुम्न सक्नुहुन्छ। बस तपाईँसँग हुनुपर्ने हुन्छ पैसा, रुपैयाँ, दिरहम, डलर, जे तपाईँले भन्नुहुन्छ। यदि तपाईँसँग पैसा छ भनेपछि दुबईमा वान अफ द लग्जरियस प्लेसेसहरू छ। तपाईँले मजाले घुम्न मजाले पाउनुहुन्छ, बट ओन्ली इफ यु हेभ मनी। होप यु आर इन्जोइङ द भिडियो। स्काइक्राफर्सहरू हेर्नुहोस्। अब यहाँ भने हामी अर्को ब्लगरले गर्दा भिडियोको पार्ट बनेछौँ। सो यहाँ चाहिँ हाम्रो दुईजनाको भिडियो नर्मल भिडियो बन्दैछ। म चाहिँ भर्खरै कन्टिन्युटी दिएको ब्लगर भने, ऊ चाहिँ भने अहिले कन्टिन्युटी गरिरहेको ब्लगर पनि रहेको छ। सो किप वाचिङ। पानी त्यस्तै सफा है। अब पानी हेरौँ त, पानी आहा हेरौँ त। अब पानी यस्तो सफा, यर्डहरू यस्तो दामी, टक्क वेल सेटल्ड, एउटा अर्गनाइज है। हाम्रोतिर भइदिए भए त यो के हुन्थ्यो, पानी हेर्नुपर्छ है काठमाडौँको। अब यहाँ हेर्नु त पानी चाउचाउ, त्यसमा त्यस्तै कन्डम, त्यस्तो पेप्सी होइन, चक्लेट, ऱ्यापर्सहरूको के हुन्छ यहाँ हेरौँ त। अब एकछिन यहाँ बसौँ त। आहा, यहाँको हावा हेरौँ, यहाँको पानी हेरौँ। आहा, यर्ड, बिल्डिङ्स एकदमै आई क्याचिङ, एकदमै आई क्याचिङ, मतलब लभली। हामी अझै एक्सप्लोर गर्दैछौँ। अझै हाम्रो ड्रोन सो भने अझै भइसकेको छैन। सो ड्रोन सो हुनै बाँकी छ। यो चाहिँ जस्ट एउटा हाम्रो चाहिँ जाँदै गरेको, एक्सप्लोर गर्दै गरेको, किनकि हामीसँग इनफ टाइम छ, इनफ टाइम छ। सो त्यो इनफ टाइमलाई चाहिँ हामी एक्सप्लोर गर्दैछौँ। एउटा ब्रिजमा बसेर घुमेर। हाम्रो क्यामराम्यान चाहिँ हुनुहुन्छ हाम्रो प्रदीप तामाङ है, हाम्रो साथी। उहाँले भिडियो लिँदै हुनुहुन्छ। बवाल सिन छ। आफ्टर हनिसिङको यर्ड हामी चाहिँ यो लङ ब्रिज अझ एक्सप्लोर गर्दैछौँ, किनकि हामीसँग इनफ टाइम थियो। सो हामी चाहिँ यहाँबाट यस्तो राम्रो आई क्याचिङ दृश्यहरू हेर्दैछौँ। वान अफ आवर फ्रेन्ड्स प्रदीप पनि त्यहाँ बसिरहेको छ र भन्दैछ मलाई देऊ म बनाइदिन्छु भिडियो। केही छैन, एकछिन म बनाउँदैछु यहाँ भिडियो। सो हामी लङ ब्रिजको त्यो कुनासम्म जान्छौँ, एक्सप्लोर गर्छौँ के छ कसो छ। सो स्टिल हामी अझ एक्सप्लोर नै गर्दैछौँ। हामीसँग इनफ टाइम छ ड्रोन सोको लागि। सो अब चाहिँ ड्रोन सो चाहिँ लगभग सुरु हुन लागेको छ। सो किप वाचिङ द ड्रोन सो, इन्जोय।
video is good. So यसपछि हामी पनि के पोस्ट को लागि के पिक्चर्सहरु क्लिक गर्दै थियौं पिक्चर्सहरु सो पिक्चर्सहरु यस प्रकार रहेको छ how is the picture please comment on that also thank you again please guide me as well so अघि आउँदाखेरि चाहिँ पनि हामीले कुनै पनि भिडियोहरु केही लिएको थिएन because I was just too excited for the drone so this यो चाहिँ फर्किँदाखेरिको भिडियोहरु हो so प्रदीपले भिडियो ब्लग गर्दै हुनुहुन्छ क्यामेरा उहाँको हातमा छ so these are the nazaria after returning from the drone so यो चाहिँ हामी साइडमा एउटा ब्रिज छ रे त्यो ब्रिजबाट पनि एउटा राम्रो फोटो भिडियो शट्सहरु आउँछ भनेर चाहिँ हामी आइनासले भनेको भएर चाहिँ we are heading to that bridge so on the way यो चाहिँ हो so one of the eye catching एकदमै हुन्छ नि त्यो वाइड फराकिलो रोड्सहरु जुन चाहिँ अफ कोर्स हाम्रो नेपालमा पनि चाहिएको छ यो निहरुले चाहिँ लाइक के जहाँसम्म वी ह्याड कन्भर्सेसन 2050 सम्मको लागि चाहिँ सायद यो रोड हो हाम्रो नेपालमा भने चाहिँ कहिले यत्रो रोड आउँछ भन्ने कुरा चाहिँ वी आर स्टिल फिगरिङ इन फ्यु प्लेसेस या छ तर अझै पनि वी स्टिल ह्याभ टु डेभलप लट अफ थिङ्स सो दिस आर द सिनेरियोज अफ वाट वी आर टकिङ अबाउट यो चाहिँ ब्रिज माथिको सिन हो पिक्चर्स भिडियोजहरु हो सो द वाटर द यार्ड द वाइब the skyscrapers the lights everything is astonishing एकदमै राम्रो one of the beautiful memories हरुमा पर्छ यो ठाउँ स्पेशल ओकेजन नै हुनुपर्छ यहाँ भन्दा हुँदैन जस्ट के नर्मल डे छ भने पनि तपाई आउनुहोस् मजाले घुम्नुहोस् so one of the best place to hang out here with a loved one with a single one केही कुनै शो भयो भने पनि राम्रो अत्याधिक क्राउड हुन्छ त्यही अनुसार आफ्नो टाइम प्रिपेयर गरेर आउनुहोस् if not you can visit in a normal day also it will be easy for you after that हामी चाहिँ अब त्यसपछि त्यो ब्रिज पछाडी चाहिँ अब हामी बाटो लाग्दै छौं अब चाहिँ हामी हुन्छ नि अब घर जाने बिकज मेट्रो चाहिँ विकेन्डमा टिल 12 मात्रै हुन्छ सो वी आर इन अ रश टु मेट्रो सो तपाईहरु पनि आउँदै हुनुहुन्छ भने अफ कोर्स आफ्नो टाइम आफ्नो मेट्रो बस ट्याक्सी के बढाउनुहुन्छ त्यो चाहिँ एकदमै आफ्नो टाइम क्याल्कुलेसन गर्नु यु ह्याभ द एस हिल एप पनि छ आरटीए बस आरटीए दुबई को विभिन्न एपहरु छ वेबसाइट छ तपाईले मजाले आफ्नो इभन त्यहाँ त हुन्छ नि इन्फर्मेसन दिइराख्ने मान्छेहरु पनि हुन्छ कस्टमर केयर पनि इनफ मान्छेहरु बसेका हुन्छन् सो यु डोन्ट ह्याभ टु वरी This is the crowd we are talking about. If तपाईको कुनै ओकेजन छ लाइक कुनै शो छ जस्तै ड्रोन शो अथवा के यस्तै विकेन्डहरु छ भने चाहिँ तपाईले यु विल एक्सपीरियन्स द सेम क्राउड बट इफ यु आर कमिङ अन द नन विकेन्ड्स लाइक मन्डे टु थर्सडे कुनै प्रोग्राम छैन भने चाहिँ यु नट एक्सपीरियन्स दिस मच क्राउड किनभने पहिला गइसकेको मान्छेहरुबाट चाहिँ हामीले के पायौं भन्दाखेरि यति क्राउड हुन्न थियो इफ देयर इज नो एनी शो अर any like non-weekends so, of course if you are coming here if you want peace if you don't want this much crowd then of course come in non-weekend days हामी चाहिँ ब्याक टु एमओई आइसकेका छौं एउटा साथी पनि अदर गुबेबलाई गइसकेको छ सो यहाँ चाहिँ लगेज स्टोरेज पनि छ इफ तपाईहरुले इनफ शपिङहरु केही सामान छ भने तपाईले आफ्नो सामान त्यहाँ राख्न पनि सक्नुहुन्छ फर फ्यु मोर टाइम These are some pictures so यसले तपाईलाई मेट्रो चढ्न मेट्रोको वे देखाउन तपाईलाई एकदमै हेल्प गर्छ सो these are some maps so यसबाट पनि you might be more clear so but no need to worry कस्टमर केयरहरु इनफ हुन्छन् so it will help you guide you so अब चाहिँ हामी एमओई आइसकेका छौं एमओई मल अफ एमिरेट्स मा हामी अलवर्सामा आइसकेका छौं so if you like the blog if you want to comment the pro tips हरु के यसरी बनाउँदा ठीक हुन्छ यस्तो गर्दा ठीक हुन्छ भन्नुहुन्छ of course I am always ready to open for the feedback I will highly appreciate for that keep showering love thank you keep watching and keep loving